एउटा गरिब मान्छे हरेक दिन एउटा कागजमा लेख्ने गर्थ्यो, हे भगवान मलाई 50,000 रुपैयाँ पठाइदेऊ। अनि त्यो कागजको टुक्रालाई बेलुनमा राखेर उडाइदिन्थ्यो। त्यो बेलुन हरेक दिन पुलिस थानाको माथिबाट उडेर जान्थ्यो। पुलिसले त्यो बेलुनलाई समातेर त्यो पर्ची पढ्थे अनि त्यो मान्छेको सोझोपन देखेर हाँस्थे। महिनौं यो क्रम चलिरह्यो। मान्छेले भगवानसँग 50,000 मागिरह्यो, पुलिसले त्यो बेलुन रोक्दै पढिरहे। पुलिसहरूलाई लागेछ यो मान्छे सोझो त रहेछ नै, पक्कै पनि यसलाई निकै ठूलो संकट परेको हुनुपर्छ, यसलाई केही न केही सहयोग गर्नुपर्छ। त्यो थानामा भएका सबै पुलिसहरूले पैसा संकलन गरेर 25,000 जम्मा गरेछन् र त्यो व्यक्तिको घरमा गएर उसलाई 25,000 रुपैयाँ पैसा दिएछन्। अर्को दिन पनि सदा जस्तै प्रहरीको छानामाथि बेलुन उडेर आयो। प्रहरीले त्यसलाई रोकेर पढे। लेखिएको थियो, भगवान हजुरले पठाएको पैसा त पाए, तर हजुरले त्यो पैसा पुलिसको हातमा नपठाउनु पर्ने थियो। सालेहरूले 25,000 रुपैयाँ खाएछन्। वास्तवमा पुलिस जहिरै प्रतिपक्षमा रह्यो। हरेक आन्दोलनको निशाना प्रहरी नै भए। प्रहरी न कहिल्यै राजाको भयो, न कहिल्यै पार्टीको भयो, न त कहिल्यै जनताको नै हुन सक्यो। आपत पर्दा सबैलाई पुलिस नै चाहिने, सबैको निशानामा पनि पुलिस नै हुनु पर्यो। एकपल्ट कल्पना गर्नुहोस् त, यो कस्तो विडम्बना।